यो डेनमार्क कोपेनहेगनको रुइपार्कन भन्ने ठाउँ हो। आज अप्रिल 7 तारिक बिहान 10:30 जाँदा यहाँ बिहान 9 बजेदेखि हिउँ पर्न सुरु गरेको थियो। अहिले चाहिँ अलि बाक्लो हिउँ परिरहेको छ। यो एउटा वातावरणीय प्रदूषणको उदाहरण हुन सक्छ। पर्यावरणीय सन्तुलन बिग्रेको एउटा उदाहरण हुन सक्छ। र यसरी आजभन्दा लगभग 25-30 वर्ष पहिले मे महिनामा पनि एकचोटि हिउँ परेको भन्ने जानकारीमा आएको थियो र अप्रिलमा हिउँ परेको एउटा अर्को उदाहरण हो। यसरी हिउँ पर्नु वास्तवमा वातावरणीय सन्तुलनमा असर त परेको कारणले हो नै, र यसको नराम्रो असर मानवीय स्वास्थ्यमा पनि पर्न सक्छ भन्ने एक थरीको भनाइ पनि रहेको छ। हामी देख्न सक्छौँ यो हावाको साथमा आएको हिउँ तलबाट माथि उड्दैछ। त्यसै पनि डेनमार्कको कोपेनहेगन भनेपछि धेरै नै हिउँ पर्ने ठाउँ मानिन्छ र यहाँ हावा अझ तीव्र गतिले चल्ने गरेको हुन्छ। हावाको साथमा परेको हिउँ वातावरणीय चासो राख्ने व्यक्तिहरूका लागि निकै रुचिको विषय हुन सक्छ। खोज पत्रकार पूर्णबन्धन, कोपेनहेगन।